Hello guys, good morning, namaste, welcome my YouTube channel. Guys, अब हामी चाहिँ केराको रक्सी बेना केराको रक्सी हो कि चिउरीको केराको चाहिँ रक्सी पार्न लागिरहेका छौँ हैन। यहाँ कुखुराहरू चिरिबिरी 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 गर्दै एउटा भाले पनि ढाल्नुपर्छ है बेना। गाइजहरु यसरी रक्सी पार्छ। दाउरा लाउँदैछ दिदीले चाहिँ। कस्तो खाली खुट्टा हिँडेको हौ? हिँड्नु न त नि लु छिटो उ बाउलाई हेरेर आउन। जाँड बनाउन लागेको छ। ए रक्सी कहाँ छ जाँड चाहिँ? माथिबाट कि तलै? आमामा कस्तो त खालको केरा न यो? जाडो गाइजहरु घेम्पा घेम्पा घेम्पामा जाडो हुन्छ हाम्रो पहाडतिर। झन् भिडियो बनाइदिन्छु। यहाँ बसिन्जेल खाएको एक बोरा चामल पठाइदिने। हामी चाहिँ रक्सी बनाउन लागेको छौँ गाइजहरु। हैन हाम्रो पनि त बाउजू गुड मर्निङ। बाउजू गुड मर्निङ। म चिसो लुगा त पोको पार बाजुलाई जान्छ लगाउँछ है रक्सी। ओहो प्योर को मान्छे हारेको चाहिँ प्योर केरा पो रह त है। एक बोतल त म पनि लान्छु। के जाने भाडा भात ठुलो भाडा छैन नानी? छैन मास्तिरबाट ल्याउँ न। मास्तिर सुनिताहरुकोमा त छ नि। ठुलो भाडामा ड्याम्मै बाउले खानुहुन्छ? ए यस्तरी पो राख्ने हो। यो चाहिँ के हो यो? त्यो मकै र जिरमा। ए दसैँको लागि? कोदो पल्लो थुप्रो आउँछ। त्यो पल्लो कोदोको खानुलाई। ए हिजो मैले उसको त देखिनँ हौ। के को? गाइजहरु रक्सी चाहिँ यसरी बनाइन्छ है। उम्लिन्छ कति सेर झर्छ यतिमा? 5-6 घरको केही नजान्ने खानु जान्ने तिमी मात्र होला। तिमी चाहिँ नजानी पर्छ होला खानु। म मात्र खान्छु होला। यो केलाई बाता भन्छ हैन? होइन माता। यो तलकोलाई पोसी हैन? माथिकोलाई यो बाता। बाता त माथिकोलाई पहिनी अनि डुबुल्की बाता उतो पानी लाउनु पर्छ अलिकति। उतोलाई बाता। यो नानीमा चाहिँ झर्छ है। हिँड्लो बाजेको चियानमा जानु लागेको हामी। ओ सफा गरिदिनु फुल निकाल नानी। यस्तो काडी फुल रौ लगेर रोपिदिएर आउँछ। कस्तो त नि? ऊ भविनाले रोकिदिएको छ फुल। ए कहाँबाट लिएको यस्तो? यो लाग्यो भने चाहिँ कलर आउँछ? अस्ति भेनाले डाब्लाङ देखाएको। के जानेको हाम्रो त्यस्तै। गाउँघरतिर यही रमाइलो है। काम गरी खानु चाहिँ गाह्रो, खानु चाहिँ मिठो। सहर बजारतिर भएदेखि पानीको पुरा पैसा तिर्नुपर्छ भनेर हैन? हुन्छ। हाम्रो दिदीको घरमा चाहिँ टन्नै चिया बगान छ है। यो कफी हैन? कफी अम्मक चाहिँ के विधि फलेको हौ? आम्मामामा ल कालाले खाइसक्यो।
भरे टिपेर लानु पर्यो सुसनले खुसी हुँदै खान्छ यो चाहिँ खैर भन्ने हुन्छ यसले चाहिँ कलर आउँछ भरे रक्सीमा औषधि पनि हुन्छ होइन मेरो ठुली दिदी हो यता चाहिँ बिचरा पहाडमा कति काम गर्नुपर्छ छोराछोरी बढेर सबै छोडेर गयो होइन सबै आफैले गर्नुपर्छ गाई छोरी हेर्नुहोस् लाग्यो पानी लाउनु पर्दैन नानी पानी अलिकति ला त धुनु पर्दैन यसलाई पर्छ पानी थाप्छु म यहाँ चाहिँ यसलाई चाहिँ बाता भन्छ यसमा चाहिँ फुल पानी लगाउनुपर्छ अनि त्यसपछि यसरी बसाएपछि वरिपरिबाट चाहिँ हावा जानु दिनु हुँदैन यसरी गरेर अब पगडी गोठाउनुपर्छ अनि त्यसपछि रक्सी चाहिँ तातिएपछि बिस्तारै तातिँदै रक्सी चाहिँ यो भित्र हुन्छ है त गाइजहरू यसरी चाहिँ रक्सी बन्छ यसलाई चाहिँ स्वाई यहाँनिर यसरी कस्नुपर्छ यसरी वरिपरि यसरी होइन देखाएको गरेपछि पानी फुल भएपछि यस्तै रक्सी भन्छ यहाँ फुल बनाएपछि पानी तातिन्छ अनि त्यसपछि पानी यस्तरी पानी निकाल्दै फ्याँक्दै कति पानी बनाउनुपर्छ धेरै थोरै जाँड छ भनेदेखि 2-3 पानी नत्र भएदेखि धेरै जाँड छ भने चाहिँ 7-8 पानीसम्म हुन्छ है गाइजहरू ल हामी चाहिँ अब बाबाको समाधि हेर्न जान्छौँ म चाहिँ बाबा बितेर पनि गएको छुइनँ यसो सरसफाइ गरेर कलर लाउनु चाहिँ भ्याइनँ मम्मीको त्यहाँ कलर लाउनु भनेर तल चिसै थियो र छोडी आएको छ भोलि भाइले गर्छ अनि अहिले चाहिँ हामी त्यहाँ गएर सरसफाइ गरेर म बाबा बित्नु भएपछि कहिले पनि गएको थिइनँ त्यहाँनिर गएर आउँछु त हाम्रो पैसा कमाउने हुँदैछ कति पानी फ्याँकिसक्यो अनि उम्ले जस्तो देख्छु त पानी त उता बाबाकोमा जानु भनेको भात खाएर जानु भन्नुहुन्छ एकैचोटि खाना खाएर उता भयो पानी हल्किन्छ फेरि भयो नानी ल पौडी खेल्नुलाई आएर स्विमिङ कपडा ल्याउनु पर्छ मैले त पौडी नखेल्ने दानी अचम्मै कटेर बेस लाउने नि यसरी चाहिँ पानी फ्याँक्नुपर्छ लुङ्गी बोक्नुपर्छ मम्मीको लुङ्गी गाउँको केटाकेटीहरूलाई पछि ठुलो चाहिँ कति पानी भयो एक पानी है त्यसरी रक्सी पारिन्छ है गाईहरू गाउँतिर चाहिँ के अड्दैन दाजु ठुलै भाले गरायो त भएन ठुलै भाले जाला जस्तो छ यहाँ नै गाईहरू यो कसैका गर्दैछ हामी चाहिँ रक्सी उचाल्न आँटेको पानी तातो भइसकेको छ होइन भयो 3 पानी भयो
3 बार्ने हुन्छ भनेको भनेको धेरै पानी लाउँछ यता ल्याउनु भएको हुन्छ बास्ना राम्रो आइरहेको छ थोरै नै निक्लेको 3 पानी कति हुन्छ त बान्जी खै छ 3 पानी मिठो हुन्छ नि त सबै हामीले त्यहाँ रक्सी दाल्छ केराको हो अलि पडा गालिन्छ भनेको नटेदा म चाख्छु है चाख्नु छाबीरकोमा उ खानु हुँदैन उ ल्याउनु लुना उ त्यहाँभित्र बिरकोमा कहिले पनि नखानु अरे किन के हुन्छ र मेरो हात काम छ त खानुलाई त हो त के लाग्छ त्यो भरे आएर पानी यो त भरे एकछिनमा खाना खाइसकेपछि अहिले उ तरकारीसँग खानु भयो भने फेरि पार्ने मम्मी अम्बकको बोक्रा चपाई गरेको है मनकै घाँटी सन्चो भइसक्यो हो मेरो त आहा यस्तो मिठो छ कस्तो भयो दिदी बिरुको मिठो छ मिठो छ भयो भयो यो चाहिँ हाम्रो फुलबारी यस्तो छ चाहिँ दादाले बोलाउनु हुन्छ गाइस बिहान घाम लाग्यो देखो आया फल तो गाई हाम्रो छामा चाहिँ घाँस काट्नु पर्छ फेरि बिहान घाँस काट्नु काटिसक्नु भयो यत्रो हेलो गाईहरू हामी चाहिँ यहाँ घाँस काट्दैछौँ बल्ल बल्ल दिदी बेलाको घरमा आएको घाँस कटाएर होला नि होइन गाउँघरतिरको जिन्दगी यस्तै हो घाँस काट्ने क्यामेरा के भएर मिठो खाने अर्ग्यानिक खाने त्यो गाई त अब चाहिँ मेरो पाले हुन्छ बोक्ने बिचोरामा मलाई हेल्प गर्नु है माथि गोरुलाई त होला नि होइन यहीँदेखि लाँदै लगाइदियो हुन्छ उता मासतिर निक्लिँदा है भयो एकै ठाउँमा राख्नुहोस् है दिदी अघि भेनाले कल गर्नुभएको थियो छ्यामा र दिदीले चाहिँ यति काटिसकेको छ घाँस आजलाई गाईहरू म चाहिँ यहाँ यति नै फ्री भन्छु माइती घरमा माइती घर दिदीको घरमा आएको घाँस काट्दैछु भाटी पुग्नु लाग्यो होइन अब भारी पुग्यो अम्बक यता चाहिँ अम्बक पनि कम्ता छैन कस्तो छ अम्बक मिठो ल भयो छोरी अम्बक खाऊँ न त अम्बकको चाहिँ खानै छ पतिर